राधे राधे। आज म तपाईहरुलाई आइतबार जन्मिने व्यक्तिहरू कस्ता हुन्छन्, जसको आइतबारको दिन जन्म हुन्छ तिनीहरूको स्वभाव कस्तो हुन्छ, तिनीहरूको जिन्दगी कस्तो हुन्छ, तिनीहरूको बोली कस्तो हुन्छ, व्यवहार कस्तो हुन्छ, ती व्यक्तिहरूले जीवनमा के कुरा गर्दछन्, यो विषय तपाईहरु माझ राख्नेछु। तसर्थ यसको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्नुहुनेछ, तर यो भिडियो चाहिँ अन्तिमसम्म हेर्न नबिर्सिनु होला। अब लागौं आजको विषयवस्तुतर्फ। आइतबार। आइतबारलाई रविवार पनि भन्ने गरिन्छ। रवि यानी कि सूर्य, आदित्यबार पनि भनिन्छ। सूर्य भनेको आत्मा। यो बार जन्मिने व्यक्तिहरू, आइतबार जन्मिने व्यक्तिहरूको आत्मबल एकदमै बलियो हुन्छ। यिनीहरू साहसी हुन्छन्। परिश्रम गर्न, मेहनत गर्न, कर्म गर्न जहिले पनि उद्धत रहन्छन्, कर्मशील हुन्छन्, साहसी हुन्छन्। उनीहरूले आँटेको कुरा चाहिँ फत्ते गरेर नै सक्छन् र यिनीहरू लिडर बन्छन्। आत्मविश्वास यिनीहरूको एकदमै डर हुन्छ। यी व्यक्तिहरूले चाहिँ जीवनमा जे चाहन्छन् त्यो चाहिँ पूरा गरेरै छाड्दछन्। आइतबार जन्मिने व्यक्तिहरू दानदाता पनि हुन्छन्, एकदमै सुरो स्वभावका पनि हुन्छन् र यिनीहरूले राज्यबाट र विभिन्न सङ्घ संस्थाबाट, समुदायबाट चाहिँ विभिन्न किसिमका चाहिँ मान सम्मानहरू पनि अत्यधिक पाउने गर्दछन्। यिनीहरू पित्त प्रकृतिका हुन्छन्। यिनीहरूको शरीरमा चाहिँ पित्त हावी हुन्छ। पित्त भनेको अग्नि हो। अग्नि हावी हुने भएको कारणले गर्दाखेरि यिनीहरूमा अलिकति उत्तेजना बढी हुने, साहसी बढी हुने हुन्छ र चारित्रिक रूपमा यिनीहरूको चरित्र एकदमै शुद्ध हुन्छन्। खरा हुन्छन् तर चरित्र एकदमै शुद्ध हुन्छ।